सब्सक्राइब, लाइक र कमेन्ट गरेर सहयोग गरिदिनु होला यो च्यानललाई। अब सुरु गरौँ भिडियो। आज मेरो जिन्दगीको कालो दिन यानि कि 2079 साल चैत्र 20 गते म ठुलो एक्सिडेन्टमा परेर मेरो ढाडको डिस्कमा यसरी फुटेर समस्या आएको थियो र धेरै अपरेसन गरी हस्पिटलतिर थेरापीहरू गरे। तैपनि म अहिले 3 वर्ष पुरा भएर 4 वर्षमा प्रवेश गर्दैछु। अहिलेसम्म मेरो स्वास्थ्यमा केही सुधार आएको छैन। यदि मेरो शुभचिन्तकहरू यो साथीले किन भिडियोहरू पनि हाल्दैन, किन चाहिँ यो फोटोहरू पनि नयाँ अपडेट गर्दैन भनेर कुरिरहनु भएको साथीहरू हुनुहुन्छ भने मैले धेरै लामो समयसम्म भिडियोहरू अपलोड गर्न सकिनँ। त्यसको लागि सरी भन्न चाहन्छु। हजुरहरूको साथ र सहयोग मायाले गर्दाखेरि आज म जिउँदैछु, बाँचेकै छु, जसो तसो जिन्दगी चलाइरहेको छु। कहिले खुसी छु त कहिले भित्र बाहिर जति पनि खुसी देखाउँछु म भित्रभित्र दुःखी नै छु। यदि तपाईँहरू नयाँ वर्षमा कतै ठुलो मन्दिरको भ्रमणमा जाँदै हुनुहुन्छ, दर्शनमा जाँदै हुनुहुन्छ भने मेरो लागि तपाईँहरूले यसो सम्झेर यो मान्छेलाई छिटै सुखको दिन फर्काइदियो भगवान् भनेर प्रार्थना गरिदिनु होला। यदि तपाईँहरू एकदम खुसी मनले, खुल्ला मनले सहयोग गर्न चाहनुहुन्छ, मलाई केही औषधिहरू किन्नको लागि सहयोग गर्न चाहनुहुन्छ र मेरो स्वास्थ्य लाभको कामना गर्दै हुनुहुन्छ भने फ्यामिली चलाउनलाई राम्रो होस् भनेर सहयोग गर्न चाहनुहुन्छ खुल्ला मनले भने मेरो यी सेवा नम्बर छ। हजुरहरूले सहयोग गरिदिनु होला। अहिलेसम्म हजुरहरूकै साथ र सहयोगबाट म बाँचिरहेको छु, जसो तसो जिन्दगी चलाइरहेको छु। हजुरहरूको माया, साथ र सहयोग बिना मैले कतैबाट आय आर्जन पनि हुँदैन र कतैबाट जुटाउन पनि सक्दिनँ। त्यसैले साथ, सहयोग र हौसला, माया र तपाईँहरूको प्रार्थनाले मेरो यो दुःख कष्टको जिन्दगी सुखमा परिणत हुन सक्छ। त्यसैले स्वास्थ्य लाभको कामना गरिदिनु होला। सबैजना साथीहरूले जति साथीले देख्दै हुनुहुन्छ स्वास्थ्य लाभको कामना गर्दै लाइभ सेयर पनि गरिदिनु होला है साथीहरू। सेयर गरेर जति सक्दो धेरै साथीहरू माझ पुर्याइदिनु।